दाजुको कुरा सुनौँ जस्तो लागिरहेको थियो। हजुर घर कहाँ हो दाजु भन्नु त? मेरो घर वडा नम्बर 5 सिजादरा बुवा गाउँ कालिका खेतु गाविस अहिलेको हिमा गाउँपालिका। नाम मेरो शिव सच्चा बाबा साधु बादशाह अक्कड बाबा। हजुर हैन, जुम्ला जिल्ला पर्यो हैन दाजु? जुम्ला जिल्ला वडा नम्बर 5। अब राजाको बारेमा तिमीले ज्ञानेन्द्र शाहीको बारेमा निजी खोजी गर्न चाहन्छ भने कसको इतिहास के छ, कसको इतिहास के छ खोलौँ भनेपछि सम्पूर्ण हाम्रो नेपाली 3 करोड दाजुभाइलाई हार्दिक अनुरोध छ। राजा अहिलेको ज्ञानेन्द्र शाह राजा ल्याउने भनेको जनताले जो गरिरहेछन् यसको लागि पहिला 2224 राज्यमा सबै राजालाई मारेर पृथ्वीनारायण शाहको खानदानले पृथ्वीनारायण शाहले एकीकरण गरे भनेको छ। उतिखेर यो मुसलमान जाति खाँट जातिको मुसलिम हो, यो मुसलमान हो। यही गरेर शासनवादी गरेर कसैलाई मित्तेरी लगाएर कसैलाई केही गरेर सबै 2224 राजा मारेर एउटा हाम्रो जुम्ला जिल्ला चाहिँ एकीकरण भएको छैन। मोनाङ मुस्ताङ एकीकरण गर्न सकेन। बाँकी पुरा सम्पन्न देश अहिले एकीकरण गरेको छ। पृथ्वीनारायण शाहले एकीकरण गरे भने एकीकरण केही गरेको होइन, अहिले शासनवादी गरेको। हजुर हजुर, हाम्रो राजाले अब बुद्धिजीवी नभएर होला सबैलाई मारेर उहिले शासनवादी देखाएर अहिले धेरै सालसम्म यसको खानदानले धेरै शासन चलायो। तर नेपालको हिन्दू संस्कृति सनातन धर्मले अन्य लागेर यसको सर्वनाश भयो। अहिले सारा खानदान 1200 वर्ष अहिले राज गरिसकेको छ यसको खानदानले। हजुर, बाँकी अरू राजाले गरेका हुन्। अब त्यसपछि अहिले राजाले सबै यसको खानदानको ढुटो लागिसकेपछि अब अहिले बचेका ज्ञानेन्द्र शाहको शाहको छोरो पारस शाह, यहीका 2टा नाति छन्। चारैवटालाई मारिदियो भनेपछि छोरो काटेर फालिदियो भने चाहिँ फेरि पलाउँदैन। किन पलाउँदैन? जहाँबाट हाम्रो नेपाल खतम गरेको भनेको एकै राजाकै खानदानले गरेको। अहिलेको ज्ञानेन्द्र शाहलाई जो राजा बनाउने भनिरहन्, जो मान्छेलाई यसको जरुरत छ आफ्ना घरमा ल्याऊ, आफ्ना घरमा पाल, तुमै घरमा राख यो राजा। जनतालाई र राज्यलाई यो राजा चाहिएको छैन। अहिलेको निर्णयमा अहिलेको निममा ल्याउँ भनेपछि यो राजालाई पक्रेर यसलाई फाँसीको सजाय गरेर यसको झोरै काटेर फालेर यसको राज्यको ढुकुटी सबै यसको सम्पत्ति जति राज्यमा राख्यो भनेपछि जनतालाई सन्तुष्टि छ। यति यसलाई फेरि राजा बनायो भने यसलाई फेरि बचेको देशलाई पनि यसको विदेशी शासन हो। भारत पनि यसको सम्पर्कमा छ, अमेरिका पनि यसको हेन्डरमा छ। सब देशको यो के भनेपछि एक गुन्डा हो। हिजो यसले अंशा अवतार परशुराम पशुपतिनाथ भित्र राखेको एउटा अंशा अवतार भगवान विष्णु परशुरामको मूर्ति चोरेर यसकै घर सन्तानले बेचेको, केटी तस्किर गर्ने यही, अनि मान्छे मार्ने यही, यसको छोरो झन् चोर फटा। यिनीहरूले गर्दा पहिला राजा बन्ने इच्छा थियो भने पहिला जनताले एकचोटि सङ्कटकालमा राजगद्दीमा राखेकै हो। यसले फेरि त्यतिखेर राजा किन बनेन? यो भनेको चोर हो। तिमी झोला बग्ने जति झोलेहरू छौ तिमी झोला बोक। भोलि बिहान अगर हामीलाई चित्त बुझेन भने राजा आयो भनेपछि झोले पनि मर्छौ, तिम्रो राजा पनि, तिम्रो राजा त मर्छ होइन। त्योभन्दा तपाईँले भन्दै गर्दाखेरि अब चाहिँ देश त राजाले बनाएको भन्नेमा छ कुरो है। देश राजाले बनाए, अहिलेका गणतन्त्रवादी नेताहरूले देश बिगारे। अब तपाईँको जुम्लामा जितेको ज्ञानेन्द्र शाही पनि तपाईँको अहिले राजा ल्याउने भन्दैछन्। अब तपाईँको घर पनि जुम्ला रहेछ, तपाईँको माननीयले पनि राजा ल्याउने भन्दैछन् त। अनि त्यो राजा ल्याउने माननीयलाई तपाईँको त्यहाँबाट तपाईँले जिताएर पठाउनु भएको छ नि त। ज्ञानेन्द्र शाहीलाई तपाईँ भन्नुहुन्छ राजा ल्याउने भन्नुहुन्छ या नल्याउने भन्नुहुन्छ? ज्ञानेन्द्र शाही त्यो अहिले राजा यो ल्याउने भन्छ, त्यो खातेले त्यो पनि झोले हो। त्यो ज्ञानेन्द्र शाह मुसलमानको झोले हो। त्यो झोलेले जुम्ली जनता, सिधा सादा जनता, जुम्ला जिल्लाको मान्छेलाई जुत्या बनाएर फेरि तपाईँ उहाँहरूले त राजाले के भन्दैछ भने हिन्दू राष्ट्र नेपाल बनाउने भन्दैछन् त ज्ञानेन्द्र शाहीहरूले। त्यो हिन्दू राष्ट्र त्यहीका बाबुले बनाएर बन्दैन, एक व्यक्तिले बनाएर बन्नेवाला छैन। पुरा 70 करोड जनताको सहमति हुनुपर्छ। पुरा भारतको भ्रमण हाम्रो देशमा पर्छ। नरेन्द्र सिंह मोदीले अहिले चाल गरेको छ। योगी अयोध्यानाथको फोटो ल्याएर नेपालमा घुमाएका छन्। यिनीहरूलाई अहिले यो देशमा कानुन नभएर हो, यिनीहरूलाई सिधा गोली ठोके पनि पाप लाग्दैन। यिनीका झोले झाले सब पेट्रोल हालेर मारे पनि हुन्छ।
त्यो अर्का देशको फुटो ल्याएर हाम्रो देशमा हुकुमत गर्न पाइँदैन हेपेको होइन विदेशी दलाल हुने यो नेपालका बासन्तै होइनन् यो चोरहरूले गर्दा नेपालको सिधा सादा जनतालाई हेपेर यिनीहरूले सबैलाई झोले बनाएर शासनवादी आफ्नो हातमा लिएर सबै जनताको ढुकुटीको पैसाभरि आफूले खाएका छन्। कडा आन्दोलन चाहिँ 15 त राजालाई नारायण टीमा ल्याउने भन्दैछन् त फेरि राजा आएर सिरिपेच लगाउने अरे नारायणजी राजदरबारमा बसाल्ने अरे दुर्गा परसाई पनि त्यसैमा जोडिएको छन् तपाईँले थाहा पाउनुहुन्छ नि त तपाईँको त ज्ञानेन्द्र साईको त यो अहिले जो छ नि त राजतन्त्रको लागि त्यसको नेतृत्व नै ज्ञानबहादुर साईले लग्नु भएको तपाईँको जुम्ला जिल्लाको सांसदले अब तपाईँले यसरी भन्नुहुन्छ त्यसले भनेर त्यो हुनेवाला छैन दुर्गा परसाई भनेको त्यसलाई 7.5 करोड 7.5 अर्ब रुपियाँ ऋण छ त्यो खातेले मैले त्यो राजा ल्याएँ भनेपछि त्यो ऋण फेरि होला त्यहीका बाबुको नेपाल होइन राज्यमा त्यो 2 जना पूर्व राजा ज्ञानेन्द्र शाह भनेर चल्नेवाला छैन पश्चिम जिल्ला छ आसाम रोटी डुडेलधुरा बाजुरा कति जिल्ला छन् यहाँ बाँकी छन् टाप्ले छन् यो हिटौरा मकानपुर कति छ पूर्व भने त्यो काठमाडौँको पनि छैन आखिरीमा दिमाग खराब भयो भने यो गोली प्रशासन चल्नेवाला सामान्यमा लडाइँ गर्छौँ हामी चोरी छुपके लडाइँ हुनेवाला छैन तर 84 होइन राजा त 15 यही 82 भित्र राजा आइसक्ने भन्ने कुरा छ त राजाको अघि तपाईँ सँग्नुहुन्छ त अनि ज्ञानेन्द्र साई राजाको कुरा सुन्नु तपाईँ ज्ञानेन्द्र साईसँगै सँग्नु छैन त्यसका बाबुको देश होइन दुई जनाले चाउँदैमा राजा ल्याउन सक्दैन राजा ल्यायो भने यिनीको मृत्यु हुन्छ अगर यो चैत 15 गतेमा ल्याउने भनेको छ यिनीका बाबुले पनि ल्याउन सक्दैन यिनीको आमाले पनि ल्याउन सक्दैन त्यो सम्भवै छैन यिनीहरूले जति गरे पनि जति शासन फेरि नत्र यो राज्य फेरि चोरीमा जान्छ राज्य रहँदैन फेरि जनताले आन्दोलन गरिहाल्छ राजाको विरोध गरे पनि ज्ञानेन्द्र साई जो तपाईँको माननीय हुनुहुन्छ अहिले जुम्ला जिल्लाको तपाईँको प्रतिनिधि सभा सदस्य माननीय उहाँले भनेका कुराहरू त लगभग पुरा गर्दै आउनु भएको छ नि तपाईँको जुम्लाका स्याउहरू सडेर कुहिएर जान्थे उहाँले त बजारीकरण गर्नुभयो भन्नेमा छ र हामीले देख्यौँ पनि तपाईँको जुम्लाको स्याउहरू हामी यहाँ कुलपुरमा पनि खान पाइरहेछौँ यो ज्ञानेन्द्र साईले गर्दा त हो नि ए बाबा अमेरिकाको अहिले सुन पर 2,50,000 रुपियाँ तोला हुनको चिज बिहा बिक्दैन त्यसका बाबुले बेच्यो त्यो रानीको छोरो खाते त्यसले जे हुन उही हुने त्यो केही होइन कुकुर भुक्दैमा विष लाग्दैन कुकुरले खाटो भने विष लाग्ने तर स्याउ त बजारीकरण गर्नुभयो त्यसका बाबुले केही गरेको छैन हाम्रो स्याउ घरैमा बिकिजान्छन् अहिले भएपछि अहिले स्याउ हाम्रो 500 रुपियाँ केजी जान्छ त्यो जे हुन उही हुनेवाला छैन त्यसै झुटा फुटामा गल्तो गरेर अगाडि सत्यमा विजय हुनै पाइँदैन असत्य गरिकन सत्यमा विजय गर्यो भने त्यसको मृत्यु छ राज्यले छोड्नेवाला छैन यिनीको राजा कुनै हालतमा आउँदैन त्यसो भन्दै गर्दा अनि त्यो राजा ल्याउने ज्ञानेन्द्र साई तपाईँले त्यो चिन्ता तपाईँले त जिताउनु भयो नि त आखिर त्यतिखेर त उहाँले रापरपाबाट हलो चिन्नरीले लड्नु भएको थियो उहाँ राजावादी हो भने त्यतिखेर तपाईँले त त्यो चिन्नु भयो नि त तपाईँले त्यतिखेर जिताउनु भयो नि त यो यस्तो हो यसले सत्य काम गरौँला भनेर हामीले अगाडि पठाएकै हो तर यो ज्ञानेन्द्र शाहको पैसा खाएर त्यसको गुलामी गर्छ त्यहीको झोले भन्ने हामीलाई थाहा भएन के त्यहीको अहिले बाबु पृथ्वीनारायण शाहले बनाएको देश बन्छ राजा ल्याउ देश बनाऊ हामीभन्दा प्यारो त्यसका बाबुलाई इतिहास पढ्नुपर्छ त्यसलाई थाहा पनि छैन त्यो हिजोको बच्चा हो कलेलो जो यिनको मर्ने टेप आइसक्यो राज्यले छोड्ने अनि ज्ञानेन्द्र साई पनि कलेल साई त हो नि त तपाईँहरू त भाइ कलेल साई भयो भनेर कलेल साई त होला तर राज्यमा गलत काम गर्छ अलिकति पैसा खायो भन्दैमा अरू गरिब जनता लचार सबै भुलेर चाहिँ गलत शरणार्थीको पक्षपाती गर्छ भने त्यसलाई पनि मृत्यु हुन्छ कि दाइ भाइ बाबु भन्ने पनि छैन गलत गर्छ भने मार्ने हो नियम कानुन सबैको लागि बराबर हो अब त तपाईँ पनि राजदानको परिवारको मान्छे होइन राजखानको मान्छे तपाईँहरू अब राजाको पक्षमा तपाईँले यसरी किन विरोध गर्नु भएको छ राजा आएर त देश बन्छ होला जस्तो लागिरहेछ कि राजा आएर के देश बन्नु अब पहिला राजा वनवास टनकपुर बस्ने त्यसकै खानदान हो अब कोशी महाकाली गण्डकी सिक्किम दार्जिलिङ कोशी महाकाली यो सिक्किम दार्जिलिङ गुङ्डा गोरखपुर यही राजा वीरेन्द्र यो गिर्जा रानीका छोराले यी खातेहरूले बेचेको
देशमा केही पनि छोडेको छैन। छालाका रुपियाँ पनि चोरेर बेचे, मूर्ति चोरेर बेचे, नारी बेचे, कति मारे, कति जनतालाई मारे। यिनीहरूले हस्तक्षेप गरेर हाम्रो शासनवादी गरेर अहिले यिनको बाद त्यो पापको ढुकुटी सबै राज्यले कब्जा गर्ने बेला भएको छ। यिनलाई फाँसी हुनुपर्छ। सिधा कुरा प्रष्ट विचार होइन। राजा आयो भने त भोलि यहाँ गणतन्त्रवादी नेताहरूलाई फाँसी हुने सम्भावना छ। कहाँ राजा? यसका बाबुले पनि फाँसी गर्न सक्दैन। गणतन्त्रवादीसँग बोल्यो भने गणतन्त्रवादीले जस्तो वीरेन्द्रलाई मारो फेरि त्यस्तै मार्छ। तर गणतन्त्रवादीले पनि सही काम गरिरहेको छैन, त्यो पनि चोर हो। यो गणतन्त्रवादी नेता यो वीरेन्द्रलाई मार्ने खासै को रहेछन्? अब को रहेछ? वीरेन्द्रलाई मार्ने भनेको उही ज्ञानेन्द्र शाह र ज्ञानेन्द्र शाहको छोरो पारस हो। ए रानीका छोरा दुइटै बाबु छोरा मिलेर मारेका हुन् वीरेन्द्रलाई है। 2.5 वर्ष लाग्यो ज्ञानेन्द्र शाहको छोरालाई स्विट्जरल्यान्डमा त्यसको दिपिन्दरको नेकअप बनाउनेको लागि। दिपिन्दरको नेकअप बनाएर आज वीरेन्द्रको छोराको नेकअप दिपिन्दरको बनाएर स्वयं गएर मारेको। यो दुइटै मिलेर फेरि गोली अहिले आफ्नो बायाँ साइडमा गोली हानेको छ आफूलाई गोली लाग्यो भनेर। त्यो राजगद्दीमा त पुलिस प्रशासन कुनै नेता मन्त्रीले पनि जान पाउँदैन, त्यसको खानदानले मात्रै जान पाउँछ। यो असम्भव कुरा जनताको माथि जो भरम गरेको छ मार्ने, त्यसले भाइ मार